उहाँ म्याम पनि हाम्रो रेगुलर क्लाइन्ट हुनुहुन्छ। उहाँको स्किनमा एकदमै धेरै कोठीहरू छ, तपाईँहरूले देखिराख्नु भएको छ। यो कोठीहरू म कोरियन ट्रिटमेन्टद्वारा रिमुभ गर्दैछु आज। अस्ति नै पनि आउनुभएको थियो कोठी रिमुभ गर्नको लागि, म बिजी भएको भएर मैले त्यो बेलामा निकाल्न पाइनँ। आज भने चाहिँ उहाँलाई टाइम लिएर बोलाएको थिएँ र आउनुभएको छ। र उहाँको स्किनमा एकदमै सानो 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 मखिया टाइपको चाहिँ तिलकोठीहरू छन् है। कतिपय चाहिँ नि कालो भएको छ भने कतिपय चाहिँ नि स्किनमा नै हजुरले देख्न सक्नुहुन्छ सानो 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 फिकल्सहरू छ। यो सबै रिमुभ गर्दैछु म। तपाईँहरूको पनि यस्तै समस्या छ, तपाईँहरूको पनि स्किनभरि नै चाहिँ फिकल्सहरू तिलकोठीहरू छ, तपाईँहरू कोठी रिमुभ गर्न चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। कोरियन ट्रिटमेन्टद्वारा तपाईँहरूको कोठी राम्रोसँग रिमुभ हुन्छ। र अर्को कुरा मुसा, उहाँको घाँटीमा मुसाहरू पनि थियो, मैले मुसाहरू पनि रिमुभ गरिदिएको छु। र मुसाहरू पनि एकचोटि फालेपछि दोहोऱ्याएर आउँदैन र यो कोठीहरू पनि एकचोटि फालेपछि तपाईँहरूको दोहोऱ्याएर आउँदैन। त्यसैले गर्दा एकदमै ढुक्क भएर एकदमै सजिलो तरिकाबाट तपाईँहरूले कोठी निकाल्न सक्नुहुन्छ। यो चाहिँ मैले कोरियन ट्रिटमेन्टद्वारा कोठीहरू निकालिरहेको छु। र ठुलो ठुलो कोठीमा चाहिँ हल्का गहिरो जस्तो हुन्छ र त्यो गहिरो चाहिँ नि हजुरको 15-20 दिनमा बढेर फेरि इक्वेल तपाईँको स्किनमा मिल्छ। त्यसैले गर्दा यस्तो समस्याहरू धेरैजना दिदीबहिनीहरूमा छन् र हाम्रोमा धेरैजना आउनुहुन्छ कोठी निकाल्नको लागि हैन। कतिपय डराउनुहुन्छ, डराउनु पर्दैन। यो धेरै दुख्दा पनि दुख्दैन, हल्का रूपमा गर्न सकिन्छ। र गर्दा गर्दै मैले तपाईँहरूले देखिराख्नु भएको छ मैले कस्तो मजाले मेटिरहेको छु कोठीलाई हैन। तपाईँहरूले पनि ढुक्क भएर यसरी नै गर्न सक्नुहुन्छ। तपाईहरु धेरैजनालाई थाहा छ हाम्रो लोकेसन रहेको छ वसुन्धरा चौकी रिङ रोड काठमाडौँमा। हाम्रो नम्बर हाम्रो बायोमा र विभिन्न भिडियोहरुमा चाहिँ हाम्रो नम्बरहरू छन्। तीन नम्बरमा तपाईहरुले फोन गरेर होस् अथवा व्हाट्सएप भाइबर जे गरेर भए पनि तपाईहरुले आफ्नो टाइम लिन सक्नुहुन्छ। किनकि कोरियन ट्रिटमेन्ट हाइफु अरू ट्रिटमेन्टहरु चाहिँ मैले मात्रै गर्ने भएको भएर टाइमको अभाव हुन्छ र कोठी निकाल्नको लागि टाइम लाग्ने भएको भएर टाइम लिन जरुरी छ है। र तपाईहरुले ढुक्क भएर आउन सक्नुहुन्छ। उहाँको चाहिँ यो जुन कालो लास्टको कोठी निकालिरहेको छु यो चाहिँ अलि गहिरो कोठी थियो र यसलाई चाहिँ मैले रिमुभ गरिसकेको छु, देख्न सक्नुहुन्छ। हजुरलाई भन्नु छ।